हामी चाहिँ अहिले घुम्दैछौँ एकदम माछाको चारो किन बुझाएको छैन बगाल छेउ कति छ भइरहेको छ माछाको चारो किन बुझाएको छैन कता छ बेताना मोर जाँदा पनि छ होला बेताना वेलकम ब्याक टु माई अनदर ब्लग। फेरि आज म नयाँ ब्लग लिएर आइसकेको छु। आशा छ हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला, म पनि आराममा छु। आज चाहिँ म ट्राभलिङ गर्नलाई बेताना जाँदैछु, बेताना सिमसार जाँदैछु। यो चाहिँ बेलबारीमा पर्दछ, यहाँबाट म गाडीमा जान्छु र गाडी यो बाटोमै पर्दछ, जुन बेताना चोकको बाटोमै पर्दछ। म त्यहाँ गएर मेरो ब्लगहरू सब देखाउने छु, सबै त्यहाँको म इन्भाइरोमेन्ट देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला। आफैहरू दिन्छु र आज शनिबारको दिन मौका मिलाएर जान आँटेको, टाइम मिलाएर आज ह्याप्पी सटरडे भएर जान आँटेको। म र साथी जान आँटेको। साथी अघि नै आइसक्यो, आएर बसिरहेको छ। कतिखेर जाउँ जस्तो भइसक्यो उसलाई। आज रमाइलो दिन छ, आजको मौसमले साथ दिइरहेको छ। आज खासै घाम लागेको छैन, शीतल छ। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला र च्यानललाई लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। फाइनली म चाहिँ स्टोरेज हाइवेमा आइसकेँ। म यो हाइवेबाटै जाने हो हामी बेताना। यहाँबाट पूर्व जानुपर्छ, स्टोरेज हाइवे पऱ्यो। यहाँबाट पूर्व बेताना, पश्चिम भनेको इटरी जाने बाटो हो। फाइनली चाहिँ हामी चाहिँ लिएर बाटो सब बिग्रेर जान्छ अगाडिपट्टि पनि। यो चाहिँ हामी त्यहाँ यो थापा चौक भन्ने ठाउँ आइपुग्यौँ। यो सब रुखहरू काटेर यो बाटो बिग्रेर ठाउँको नाम पनि के अरे ठाउँहरू पनि चिनिँदैन मजाले। बेतानाको भएको यो बेतानाको एरिया हो। बेतानाको अङ्कल हामी चाहिँ बेताना आइपुग्यो। दामी चाहिँ यस्तो फुलहरू फुलेको रहेछ। के अरे यो चाहिँ ठ्याक्कै बेताना सिमसार प्रवेशद्वार हो, यहाँबाट जानुपर्छ भित्र।
बेसी होला हेर्दा नेपालको जस्तो देखिन्छ त होइन चाइनिज हो नि जुमा घुम्दैछु जुहरू अलिअलि रहेको तर पहिला चाहिँ धेरै जस्तो छु होइन बाँदरहरू अनि यो अजिङ्गरहरू पहिला धेरै जनावरहरू थियो अहिले थाहा छैन त्यसको जो हलेसम्म भइसक्यो पछि ठ्याक्कै यो बाटोबाट यहाँ आइपुग्छ यसरी यहाँ आइपुग्छ अनि मान्छेहरू यहाँ मान्छेको भिड हुन्छ कि पछि झन् यो बाँदर अघि देखाएको त्यो बेस्ट टुरिज्म इन्डस्ट्री हुन्छ त्यो बाटोले गर्दा बाटोबाट भने पर चाहिँ जरायो छ पर जरायो अघि चाहिँ शीतल थियो घाम लागेको थिएन हावा चलिरहेको थियो फेरि घाम चर्किन थाल्यो अलिअलि गर्नु सुरु हुन थाल्यो छिटो आऊ छिटो अझै गर्दैछु त यहाँ चाहिँ धेरैजना मान्छेहरू हुनुहुन्छ है यस्तो छ है त कता गएछ आगे होइन उता जानुपर्छ ठ्याक्कै उता झर्नुपर्छ यहाँको हामी यहाँ बोटिङ गर्ने पनि छ त्यहाँ बोटिङ छैन अब छैन चटिङ छैन Sini ya? Enggak. Ini sebutnya.
दाइ बनायो होइन है हामी चाहिँ अब खाजा खाना होटलतिर आउँदैछौँ भन्यो कमी कसरी प्लेट हो सादा 60 प्लेट हाफको 60 सादा 60 हाफको चाउमिन खाना हाफ चाहिँ भेज पनि हजुर फिसको पानी कस्तो छ भने देखायौँ यहाँको मौसम आज एकदम राम्रो छ शीतल छ हावा चलिरहेको छ र हामी खाजा पनि खाइसक्यौँ खाजा खाइसकेर अहिले घर जान आँटिरहेको छौँ धेरै भयो आएको 2-3 घन्टा भइसक्यो त्यही कारण भयो अनि भिडियो कस्तो लाग्यो हजुरहरूलाई यदि मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नु होला र केमा कमजोरी छ कमेन्ट गर्नु होला र नयाँ कन्टेन्ट कस्तो खालको ब्लग कस्तो कन्टेन्ट हेर्न चाहनुहुन्छ कमेन्ट गर्नु होला र अन्तिमसम्म भिडियो हेर्नु भएकोमा धन्यवाद सबैजनालाई जय नेपाल मेरो युट्युब च्यानल नि सब्स्क्राइब गर्नु